Hey guys, welcome back to our YouTube channel. I am Krishna and you are watching our YouTube channel Vacancy Announcements to साथीहरु NICICI बैंक लिमिटेडले देशैभरिको ब्रान्चेस शाखाहरुको लागि चाहिँ गोल्ड टेस्टरको लागि भ्याकेन्सी खोलाएको छ जसमा हजुर थोरै पढ्नु भएको छ मात्र एसएलसी कम्प्लिट गर्नु भएको छ भने हजुरले फर्म भरेर एउटा राम्रो खालको जब पाउन सक्नुहुन्छ। सो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भ्याकेन्सी NICICI बैंकको वेबसाइटमा रहेको छ, त्यहाँबाट हजुरले पनि हेर्न सक्नुहुन्छ। यहाँ भ्याकेन्सी खुलिसक्यो। यहाँ यसको डिस्क्रिप्सनमा हेर्न सक्नुहुन्छ भनेछ NICICI बैंक इज लुकिङ फर इन्ट्रेस्टेड एन्ड क्वालिफाइड क्यान्डिडेट्स फर द बिलो मेन्सन पोजिसन र यसले चाहिँ गोल्ड टेस्टरको लागि भ्याकेन्सी खुलाएको छ र लोकेसन लगभग 7वटै प्रदेशको लागि प्रदेशको विभिन्न शाखाहरूमा रहेको छ। इनसाइड काठमाडौँ भेली र आउटसाइड काठमाडौँ भेलीको लागि पनि छ हैन। इनसाइड काठमाडौँ भेलीमा न्यू रोड, विशाल बजार, कमलदी, चाबेल, बानेश्वर, त्रिपुरेश्वर, पुलचौक, सातोबाटो, बौद्ध, समाखुसी, भक्तपुर एन्ड कोर्पोरेट अफिस ब्रान्चेसहरूको लागि चाहिँ रहेको छ। र आउटसाइड भेली काठमाडौँ भेलीमा बनेपा, नारायणगढ, हेटौडा, धरान, दमक, बिर्तामोड, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, लाहान, बर्दिवास, पोखरा, न्यू रोड, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, तुलसीपुर, सुर्खेत, धनगढी। यो पोखरा र न्यू रोड पोखरा भनेको न्यू रोडको पोखरामा भएको न्यू रोड ब्रान्चेसको लागि छ है। र रिक्वायरमेन्ट नम्बर 31 जनाको लागि भ्याकेन्सी रहेको छ। 31वटा ठाउँको लागि इम्प्लोइमेन्ट टाइप कन्ट्र्याक्चुअल भनेको छ है। र हजुरले फर्म भर्दाखेरि त्यसमा आफ्नो अब आफू कुन ब्रान्चबाट फर्म भर्दैछ त्यो चुज पनि गर्न मिल्छ। र मिनिमम इलिजिबिलिटीमा युज भनेछ यु सुड यु हेभ मिनिमम एजुकेसन क्वालिफिकेसन अफ स्कुल लिभिङ सर्टिफिकेट। हजुरले मिनिमम एसएलसी कम्प्लिट गरेको हुनुपर्छ हैन। र हजुरसँग यदि एक्सपिरियन्स छ भने एकदम राम्रो हैन। एक्सपिरियन्स यदि हजुरसँग छ भने धेरै राम्रो। र एक्सपिरियन्स वा हजुरले सर्टिफाइड गोल्ड टेस्टरको त्यो सर्टिफिकेटहरू हुन्छ एउटा त्यो चाहिँ सर्टिफाइङ छ भने एकदम राम्रो। र यसमा एक्सपिरियन्स भनेको छ भ्याकेन्सीमा हैन। र फर्म भर्दाखेरि हजुरले फर्म सेक्सनमा जानुभयो भने यहाँनिर कम्पलसरी भनेको छैन। अब जस्तै यहाँ हेर्नुस् टेम्पोररी एड्रेस जुन छ यो टेम्पोररी एड्रेस कम्पलसरी राख्नुपर्छ। कम्पलसरी राख्नुपर्नेमा चाहिँ यो स्टारको चिन्ह हुन्छ हैन। यो रातो स्टारको चिन्ह हुन्छ। यहाँनिर अरूमा पर्मानेन्ट एड्रेस पनि यो सबैमा स्टारको चिन्ह लागेको छ। यो हामीले भर्नै पर्ने हुन्छ। फर्म भर्दाखेरि जुनमा स्टार लागेको हुन्छ जुनसुकै फर्ममा त्यो हामीले भर्नुपर्ने नै हुन्छ। पर्सनल इन्फर्मेसनमा पनि छ यो सबै भर्नुपर्ने नै छ। र यहाँ एक्सपिरियन्स स्टार्टिङ विथ योर प्रेजेन्ट पोजिसन रिसेन्ट 3 भनेको छ हैन। यसमा एक्सपिरियन्स भर्नुपर्ने यो सेक्सन छ। र यहाँ हेर्नुस् यसमा स्टार लागेको छैन भन्नाले यो कम्पलसरी नै छैन। यो यसमा एक्सपिरियन्स भर्नुपर्ने कम्पलसरी छैन। सो नभरे पनि भयो यो फर्म भर्दाखेरि भन्नाले चाहिँ हजुरले यसमा सबैजनाले यसमा फर्म भर्न मिल्छ। र यसमा अरू चिजहरू भनेको छ यसमा हजुरले एज भनेको 18 वर्ष कम्प्लिट भएर चाहिँ 45 वर्ष नहुनेको हुनुपर्छ। र यसमा हजुरले 1 डिसेम्बर 2025 सम्म यसमा फर्म भर्न मिल्छ। र हाउ टु अप्लाईमा भनेछ career.nicicibank.com मा गएर अनलाइन फर्म भर्नुपर्ने हुन्छ। आफैले अनलाइन फर्म भर्नु होला। आफ्नै मोबाइल ल्यापटप वा जे चिज हजुरसँग उपलब्ध छ त्यसबाट हजुरले फर्म भर्न सक्नुहुन्छ। फर्म भर्न कुनै प्रकारको गाह्रो हुन्छ भने स्क्रिनमा आइरहेको वाट्सएप मार्फत हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी हजुरको अनलाइन फर्म भरिदिन्छौँ। ओके साथीहरू, आजको भिडियोमा यति नै। एउटा सानो लाइक गरेर हामीलाई सपोर्ट गरिदिनु होला। साथै यस्तो लेटेस्ट भ्याकेन्सीको भिडियो चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भेट्नु होला अर्को भिडियोमा। जय नेपाल।